यो चाहिँ अस्ट्रेलियामा दिन कसरी चल्दैछ र के हुँदैछ कस्तो हुँदैछ लेट्स सी राइट गाइज वेलकम टु माई ब्लग अनि सबैजनालाई सन्चै होला मलाई पनि यहाँ सन्चै छ मेरो चाहिँ आज दिन कसरी सुरु हुन्छ कस्तो हुन्छ के हुन्छ म तपाईँहरूलाई देखाउँछु अनि चाहिँ म उठेर ब्रेकफास्टहरू खाएर अनि त्यहाँबाट काममा जान चाहिँ रेडी भएर काममा जानुभन्दा अगाडि चाहिँ आफूलाई खानाको लागि दिउँसोको लागि चाहिँ त्यस टिफिनहरू प्याक गरेर अनि म चाहिँ निस्किन लागि हो कहिले काहीँ घरमा आएर खाना खाने टाइम हुँदैन अनि त्यो चाहिँ म कहिले काहीँ टिफिनमा प्याक गरेर लिएर जान्छु अनि उतै गएर खान्छु अनि त्यसपछि म चाहिँ निस्किसकेँ कामको लागि अनि फर्स्ट चाहिँ मेरो काम यता म्यान्ड्रो फर्ममा थियो अनि त्यो कामसम्म सकाएर त्यसपछि म फेरि मिलन त कति घुमेको यार भन्छ यो घुमेको होइन फेरि म चाहिँ मेरो काम पनि गर्छु यतापट्टि यसो ब्लगहरू पनि कहिले काहीँ बनाउँछु त्यस्तो खासै टाइम चाहिँ हुँदैन अनि म चाहिँ आफ्नो ब्लगहरू पनि कहिले काहीँ यसो बनाउँछु ब्लग हाल्छु भनेको तर टाइमको म्यानेजै हुँदैन कहिले कहाँ हुन्छ कहिले के हुन्छ कामले गर्दा टाइमै हुँदैन अनि आउँदाखेरि चाहिँ बाटोमा यस्तो दामी सिपहरू तर सिपको प्राइस धेरै मै छक्क यही हो साथी कामले पनि प्रेसर हुन्छ कहिले काहीँ यसो ब्लगहरू पनि बनाइन्छ यस्तै चल्दैछ जिन्दगी अब बिहानको सिप सक्यो अनि दोस्रो सिप जान चाहिँ मलाई भोक लागिसकेको छ अनि बिहान प्याक गरेको थियो टिफिन चाहिँ मैले त्यो गाडीमा बसेर खाएँ अनि त्यसपछि म अर्को काममा जाँदा चाहिँ उसलाई पनि मैले हाई गर्न लगाएँ अनि त्यसपछि मेरो सेकेन्ड काम पनि सकिसक्यो त्यो सेकेन्ड काम सकेर चाहिँ यसो एकछिन फ्रेस हुन जाउँ न त भनेर यसो बिचतिर गएँ एकछिन यसो फ्रेस भएँ अनि त्यसपछि फेरि मेरो नाइट सिफ्ट सुरु भयो त्यो काममा जाँदा चाहिँ कुकुर रहेछ अनि कुकुरदेखि चाहिँ मलाई ओभर डर लाग्छ कि अनि कुकुरले यही हो मेरो दिन त यसरी नै चल्छ होइन अनि त्यसपछि मेरो बेलुकाको सिट पनि सक्यो त्यसपछि म चाहिँ घर जान लागेको घर जाँदाखेरि चाहिँ गाडीको त पेट्रोलै सकियो रहेछ हाल्छु भनेर बसिरहेको थिएँ अनि आज चाहिँ फेरि ट्विस्टै अनि पेट्रोल पनि हालेँ पेट्रोल हाल्दा पैसा पनि सक्यो 7-11बाट हाल्छु जहिले पनि म चाहिँ पेट्रोल फुल गरेर अनि म चाहिँ लागेँ घरतिर आजको लागि यति नै फेरि पनि नेक्स्ट भिडियो आउँदैछ अहिलेको लागि बाई बाई।